हेलो गाइस, इट्स मी एको भाइ भन। आज चाहिँ हामी बनबाटीको आएको छौँ। क्या हिल पार्क? हिल पार्क सरी। यो भिडियोमा के भइरहेको छ भन्दा गाइस, अझैलाई चाहिँ हामीले 2 हप्तादेखि केटीको फेक बनाएर बोलिरहेका थियौँ। अनि आज न्यु इयरको दिन भएर हिल पार्कतिर भेट्न बोलायौँ। अनि अझै आइसक्यो यत्रसम्म। अब अझै आएपछि के भएको छ फुल भिडियो हेर्नु होला। के हो मुनवालसिंह आयो क्या? हामी त यहाँ भ्लग बनाउँदै आएको नि त यार। के भ्लग बनाएको? हामी यहाँ एको भाइ भन्ने नयाँ च्यानलमा भ्लग बनाउँदै फुलबारी गयौँ, त्यहाँ किरा आयो। अघि यहाँ एउटा मान्छे भेटिसके। रोक्न नगर न। रोक्ने यहाँ पहिला म आफ्नो यहाँ पहिला कमेन्ट यहाँ कुरा गर्छु र त्यसपछि गरेर अहिले कुरा गर्न छ कि अहिले जाम पहिला मास्तिर जाम। केटो त पुरा गाइस हेर त, कपडा सपडा लाएर हिरो बनेर आएको क्या। म यहाँ भिडियो बनाउन नपाउने अहिले त्यही अलिकति शङ्खा लागेको छ क्या हो, त्यही भएर भिडियो बनाइरहन्। अनि यताको वातावरण चाहिँ राम्रो छ होइन केटा हो, हेर मास्तिर कस्तो ठ्याक्कै देखियो कि फेरि यार यसो लुक्नु पर्दो रहेछ। अलिकति थोरै प्लान बिग्रियो तर पनि के हुन सम्हाल्यो कि तिमी हो। अनि हाम्रो काले साथी मस्तिर हिँड कि जाम तिमी आउने तिमीसँग कुरा गरौँ नगर न। त्यसलाई चाहिँ थाहाको चाहिँ छैन होइन, त्यसैला हो प्राङ्क हानेको देख्नु नि त्यसैला हो। यहाँ चाहिँ समूह बनायो, हामी के छिटो आएछ कि त्यसैले राम्रो भद्यो होइन, छिटो आइदिइहाल्यो क्या होइन। हामी आउन पर्ने कि हल्का छिटो भयो कि नत्र नि त ठिकै हुन्छ नि त। त्यसलाई यकिनै भएन क्या त्यो केटी रियल हो भन्ने। कहाँदेखि पिन्ट्रेस्टदेखि खोजी यार फोटोहरू हिस्टोरीमा हाली यकिन गराएको थिएँ बल्ल। हेर्न सकिन्छ हाम्रो अझै दोस्त किन आएको छ आज ल अन्त यहाँ तिम्रो आउँदैछ त्यो भएर आएको म। तिम्रो आउँदैछ त्यो भएर आएको। त्यो त होइन होला, होइन होइन मैले अझैलाई भन्थेँ कि भनेर मस्त जोक मारे या हँस रे हल्का भन्थेँ होला। नत्र नि त यो त आउने हिँड्ने मान्छे त होइन। कोही आऊ देखाउन भेट्न त ल, क देखाउ न। कोही नि होइन, रोक्न हो कोही न कोही त हो। तिम्रो रात भेट्न कस्तो हुन्छ जाम हिँड्माथि जाम। म पत्ता अन्त पत्ता खाइन हेर के अघि गरेको कुरा। के कुरा गर्दैछ र? अब पत्ता नपत्ता हामी गयौँ गरे खोल के कुरा लुगाइरहन् यिनीहरू दुइटाले? चल्छ यिनीहरू दुइटाले के कुरा लुगाइरहन् मलाई थाहा छैन केटा हो। सेम लिन्छ नि आज केटी भेट्न आएको जस्तो लाग्यो भन केटीमा लेके मोबाइलमा के भयो? थाहा पायो क्या, आइडी देख्यो क्या। ल आइडी देखिहाल्यो के यार, यहाँ आइडी देखिहाल्यो। पहिले शङ्का लाग्थ्यो क्या, अझै हात त कामे होइन कस्तो फिल भइरहेको र भन्न। कस्तो नै दुई हप्तासम्म होइन म शङ्का थियो नि कसरी भन्दा एकचोटि त्यो अघि नि एकचोटि के गर्दा म शङ्का लाग्थ्यो नि एकचोटि गेममा हो। गेममा के भएको थियो र? गेममा के अरे तोरो म के लाग्यो त त्यो एक्कासी त्यो अफलाइन जाँदाखेरि बल्ल अनि त्यसपछि त आइस ठ्याक्क त त्यसमा चाहिँ शङ्का लाग्यो। अझै हात त कामिरहेको त के हो? होइन तर आज तल बोलाउँदाखेरि त लाइ त राख्थ्यो नि हल्का किने हल्का के यति भन्ने त लायो होला नि त आउँछ कि भन्ने। 2 हप्तासम्म फेरि अर्को एउटा सिङ्गो बोल्दाखेरि अर्को सिङ्गो फोटो देखाइदेऊ न खेर त्यसको। फोटो पनि हेरौँ है त, फोटो हेरौँ है त यसको क्रस गर्लफ्रेन्ड भनौँ गर्लफ्रेन्ड। अब यस्तो प्ले बोय नभन साथी, तिमीलाई यो लाइफ लेसन हो एउटा। केटी खोज्दिन भन्दैछ, केटी खोज्देको त गरे तैँले हो कि होइन? ल अर्को बट्टा हुन्छ रे
अझै पनि सुध्रेको छैन साथी भिडियो त्यसले अझै सुध्रेको छ हेर अर्को पठाउँछु गरे यार यो फोटो हेर्दै मलाई एआई जस्तो लाग्छ शङ्का होइन यो एआई होइन यो एआई चाहिँ होइन अब यस्तो राम्रो केटी देख्दा यस्तो फोटो राख्दै होइन अझै एउटा हो कि म डिलिट हान्दै यार यसले थाहा पाउँछ भनेर पहिले म डिलिट हान्दैछु क्या सुरुमा केही नसिकिस् नि अननोन पर्सनले मेसेज गर्दाखेरि नचिनेकोलाई रिप्लाई नदिनुहोस् होइन हो नि बिचारा मलाई अझ कसरी अझैको माया लाग्यो मलाई माया लागिरहेछ होइन योभन्दा नि खतरा हुन्थ्यो होला रिएक्सन चाहिँ तर त्यसैकै अगाडि आइयो के फेरि अझ ओए पक्त न भन्छु कस्तो ठ्याक्कै त्यहाँ पार गर्ने साइडमै बसेको कि फेरि कहिले स्कुटीमा आउँछु म ठ्याक्क स्कुटीमा होइन केमा आउँछु भन्थे मैले साथीसँग आउँछु भनेर भन्थेँ क्या त्यसलाई यस्तो उस भन्दा नि पत्ता के अरे यस्तो हाल्छ तैँले स्टोरी ओके कसको कागजको भन्ने होला कहाँ कहाँको कागज हाल्छ चाहिँ ए त्यो उसमा फेक आइडीबाट फेक आइडीबाट होइन कि भन्न नभन भयो म भन्दिनँ भन्न भन् भाउ छोड्दै म भन्दिनँ होइन ल भन् के हजुर त्यो केटी पठाइदिउँ भाउ छोड्दै मुवन हुन देख्छिन् मुभ अन हुन दिनुपर्छ भाई इतना बुरा लग रहा था ना यार एकछिन कसको त्यो फोटो देखि ल हाल्छु आज होइन ट्यागै गरेर हाल्नु आई लभ यु अझै भन्दै होइन माई हिरो वाला हालिदिउँ हालिदिन्छु आज म यहाँ पे क्या हो रहा है भाई यहाँ पे क्या हो रहा भाई ये कहाँ फंस गया भाई मैं ट्याग हानी रिले हालिदिन्छु आज के भयो त होइन एउटा एडिट हानेर चिन्ता नलाग होइन यसले पहिलो सुरुमा मसँग भोइस चाहिँ मागिरहेको थियो यतिखेर बोला माइक अन गरेर भनिदिइरहेको थियो गेममा तर म बोल्थेन के त्यत्रो भनेर चाहिँ यसले ढुक्क पत्ताउँथ्यो होला पत्ताइहाल्थ्यो हो न यसमा पत्ताउँथ्यो लाग्छ हो कि भन्ने त पछाडि अनि अहिले नि लागिरहेको छ भन्न होइन होला होइन के हो कहाँ जाने मा जाने के त घरतिर चल्दिने ओके खिच्छ फोटो खिच्छ बाबु खिच्छ कसँग खिच्यौ त तिमी गर्दा नि आउँछ कसँग खिच्यौ अझै बेबी कता राखेर दुईटाले फोटो खिच्छ है कस्तो देखिन्छ होला फोटो यहीबाट चेन्ज हान्थ्यो होइन यहीबाट चेन्ज हान्थ्यो यस्तो गर न आज तिमीले यस्तो गरिदिउ नि जस्तो एकचोटि यस्तो गरिदिउ खै यसरी बस्दा अङ्गाल मारेर अझै थम्बनेलको लागि चाहिन्छ कि दोस्त बंद करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ लगाइस आजको लागि यति नै होइन म चाहिँ घर पुगिसकेँ फाइनली अनि सबै अरू पनि गइसक्यो होला नि घर आफ्नो अनि कस्तो लाग्यो हजुरहरूलाई ब्लग यो भन्नु होला लाइक सेयर सब्सक्राइब हान्नु होला यस्तै भिडियोजहरू फ्युचर्समा अपकमिङ फ्युचर्समा आउनेछन् प्राङ्कहरू होइन यस्तो यस्तो आउँछन् थुप्रै आउन अझै प्लान गरिराख्यौँ हामीले नि हो आजको लागि यति नै हो अनि बाई